चिल तरिकाले हामी हिँडिरहेछौँ सेन्ट्रल स्टेसनबाट अगाडि हिँडिसक्यो देख्न सक्छु हेलो ब्युटिफुल पिपल वेलकम टु राणा ब्लग्स धेरै पछि लगभग 2-3 महिनाको समयपछि आज हाम्रो फेरि पनि भेट हुँदैछ यति धेरै ग्याप गर्नुमा चाहिँ म हजुरप्रति क्षमा प्रार्थी छु अनि आज मैले किन भ्लग स्टार्ट गरेँ भन्दा चाहिँ कोपेनहेगनमा चाहिँ फुल्ली समर्स आइसकेको छ देख्न सक्नुहुन्छ अहिले चाहिँ म नोरेपोट एरियामा छु देख्न सक्नुहुन्छ भर्खरै कलेज सकेर साथीहरू उहाँलाई चाहिँ पक्कै चिन्नु नै भएको होला तपाईँहरूले निकै भ्लगमा देखिरहनु भएको छ मामा हाई गरिदियो नि त एकचोटि चिन्नु भएको होला सायद उसलाई अनि यता हाम्रो अर्कोजना साथी हाई अनि भर्खरै कलेज सकेर देख्न सक्नुहुन्छ मेरो पनि ब्याग साथीहरू पनि ब्याग छ कलेज सकेर आज एकदम फोटो एकदम इन्स्ट्यान्ट मेड प्लान हो एक्सिटमै बनेको छ कहाँ जाँदैछौ भनेर यसो गेस गर्न सक्नुहुन्छ गेस अहिले नभनौँ जे होस् एकदम दामी ठाउँ जाँदैछौँ समरमा समर भाइब्स हजुरलाई प्रस्तुत गर्नको लागि स्टे ट्युन साथीहरू लास्टसम्म हेरिदिनु होला यस्तो राम्रो राम्रो ठाउँहरू देख्नुहुन्छ है त भेट्दै गरौँला अहिले हामी 365 भित्र छिरिसकेको छौँ सबैभन्दा हाम्रो मेन आजको प्लानमा चाहिँ यो इन्क्लुड हुनेछ साथीहरू यो किनभने अब डेनमार्कमा चाहिँ पानी एकदमै महँगो छ पानीको करिब एक बोतलको 500 ml को चाहिँ 10 क्रोनर पर्छ भने यसको चाहिँ कति पर्यो 3 क्रोनर मात्रै पर्यो एउटा पानी आउँदैको त यो त 3वटा आउने भयो अनि त्यही भएर यो किन्दाखेरि सबैभन्दा धेरै खुसी चाहिँ हाम्रो मामा हुनुहुन्छ क्या फेरि त्यही भएर हो फाइनली हाम्रो डेस्टिनेसनमा जाने ट्रेन चाहिँ आइसकेको छ देख्न सक्नुहुन्छ अब लाग्यो है त साथीहरू अब चाहिँ दामी दामी दृश्यहरू देख्न पाउनुहुन्छ भ्यूहरू बब्बाल कोपेनहेगनको समर भाइब्स है त चिउ रहेछ मामा अलिकति हिँड्ने बेला अलि सेन्टी भइरहेको छ तर एकछिनपछि मामाको मुड अन हुन्छ अनि त्यसपछि रमाइलो हुन्छ Næste station, Københavns Hovedbanegård. Her kan du skifte til metro og S-tog. Cheers. यात्रा सुरु भइसकेको छ मामाको मुड अन लागिरहेछ यताको भ्यू हेर्नु सेन्ट्रल स्टेसनबाट अगाडि हिँडिसक्यो देख्न सक्नुहुन्छ पुरा अहिले त समर लागेर एकदमै ब्राइटनेस चाहिँ हाई छ है डेनमार्कमा पनि यस्तो रमाइलो ठाउँहरू छैन त साथीहरू भन्दा त ठ्याक्कै जङ्गल पो आइहाल्यो त चिल तरिकाले हामी हिँडिरहेछौँ दुईजना यता पिसमा मजाले भ्यू हेर्दै होइन दुईजना पानी खाँदै बसिरहेछ केटाहरू यता चाहिँ फार्मिङ रहेछ त्यहाँ देख्न सक्नुहुन्छ वा यता हजुर कस्तो बबाल फाइनली साथीहरू हामी चाहिँ होलवेकमा आइसकेको छौँ एकछिन यहाँ ब्रेक लिनलाई ट्रेनबाट उत्रेर यसो यहाँको सिटी चाहिँ कस्तो रहेछ त कोपेनहेगनभन्दा बाहिर हामी थोरै एक्सप्लोर गर्दैछौँ यहाँ साथीहरू चाहिँ अगाडि यता हाम्रो प्यारो मामा अनि यता हाम्रो साथी श्रीमान एकदमै यता चाहिँ कस्तो सिटी त सिटी तर अलिकति कस्तो त्यो शान्त स्वभावको के अब धुवा धुलो
तर हुँदैन यहाँ हो हल्ला भन्दा एकदमै टाढा एकदमै भिलेज टाइप वा पिसफुल ठाउँ रहेछ पिसफुल यो आकाश पनि यस्तो बबाल देखेको छ यस्तो क्लियर कसम अमृत जस्तै लागिरहेको छ यार आई होप तपाईँहरूलाई पनि आजको यो समर भाइब्स समर भ्यूहरू कोपेनहेगनको एकदमै राम्रो लागिरहेको होला तपाईँहरूसँग धेरै समयसम्म जोडिन पाइनँ केही कारणहरूले अब यस्तै हो कारणहरू चाहिँ त्यसको लागि चाहिँ सरी अब जति सक्दो तपाईँहरू समस्या चाहिँ भ्लग चाहिँ प्रस्तुत गर्ने कोसिस गर्नेछु सपोर्ट गर्दै गर्नु होला है साथीहरू मामा यस्तो प्यारो मामा अब यस्तो रमाइलो ठाउँमा आएको छ कि बोलिदिनु पर्यो नि त नि खोइ ल आज चाहिँ हामी घुम्दै घुमाउँदै हजुरहरूलाई पनि नयाँ ठाउँ देखाउँदै हामी पनि देख्दै गर्दै होलवेक डेनमार्कको होलवेकमा आइसकेका छौँ कोपेनहेगन भन्दा 1 घन्टाको दूरी फास्ट ट्रेनमा पनि चाहिँ लगभग 100 किलोमिटर होला आसपास त्यति गरेर हामी होलवेकमा आइसकेका छौँ यो एकदम अलिक भन्दाखेरि कोपेनहेगन जस्तो ठुलो सहरको नजरमा अलिक गाउँ जस्तो भयो भने यहाँ चाहिँ एकदम रमाइलो कोपेनहेगन नै भाइब्स दिने खतरा खालको सिटी लाइफ भनौँ न त्यस्तै खालको रहेछ यहाँदेखि चाहिँ वकिङ स्ट्रिट जस्तै छ हाम्रो काठमाडौँको ठमेल जस्तै टाइपको हामी हेर्दैछौँ र हेर्दै हेर्दै नयाँ कुरा सिक्दै जाँदै तपाईँहरूलाई पनि देखाउने नै छौँ हस्त धन्यवाद साथीहरू घुम्दा घुम्दै हामी चाहिँ एउटा राम्रो लोकेसनमा चाहिँ आइसकेको छौँ अब केही बेरमै तपाईँहरूले देख्न सक्नुहुनेछ एकछिन धैर्यता देखाउनु होला है त ल फाइनली देख्न सक्नुहुन्छ हजुरहरूले हामी चाहिँ ट्याक्क होइन बिच छेउमा आइसकेको छौँ समुद्रको लहरहरू हेर्नु होला यहाँ कस्तो आनन्द आउनेछ है समुद्रको छालहरू कहाँसम्म छ समुद्र पारी चाहिँ घर पनि रहेछ फेरि यहाँ घुम्दै जाने क्रममा चाहिँ यस्तो दृश्य देखियो यहाँ के हो यो चाहिँ थाहा भएन मोनुमेन्ट्स अरे क्रिस्चियन नेसन यहाँ रोड क्रस गर्न लागिरहेछौँ हामी के बिक्ली नजिकै छ भनेर त्यहाँ जाँदैछौँ रमाइलो भइरहेछ साथीहरू आयो हजुरलाई पनि यहाँको रमाइलो भ्यूहरू देखेर रमाइलो भइरहेको होला यस्तै छ धेरै पछि बाहिर निस्क्यो अघिकै ठाउँमा फेरि फर्किसकेको छौँ अब हामी यहाँ अघिकैतिर एउटा बिचको साइडतिर जाँदैछौँ फेरि अब यस्तै हो युरोपमा रमाइलो भनेको साथीभाइहरूसँग मोस्ट अफ द टाइम भनेको कलेज अनि ड्युटी यताउता त्यो सेड्युलिङ हुन्छ कि सबै एउटा रुटिन जस्तो कलेज घर आयो फेरि ड्युटीमा गयो आयो सुत्यो फेरि कलेज गयो भोलि यस्तै हुन्छ अब विदेशको जिन्दगी नभनौँ अलि स्टुडेन्टलाई अलिक गाह्रो हुन्छ यस्तै हो तर त्यो रुटिनबाट कहिलेकाहीँ टक्क बाहिर निस्केर चाहिँ फेरि बाहिर निस्केर घुम्न पाउँदा रमाइलो गर्न पाउँदा चाहिँ एकदम रमाइलो लाग्छ खुसी लाग्छ जतिसुकै टाढा जस्तोसुकै देशमा पनि गएर मिल्ने साथीहरू मन मिल्ने साथीहरू पायो भने चाहिँ एकदमै जिन्दगी काट्न चाहिँ एकदमै सजिलो हुन्छ रमाइलो हुन्छ है साथीहरू हिँड्दै यस्तो राम्रो ठाउँमा आइपुग्यो फुलहरू हेर्न सक्नुहुन्छ तर कस्तो लाइटिङ नमिलेको है फुलभन्दा राम्रो यो कासबग फुल तर साँच्चै यो बब्बाल देखेछ अरे अलिकति लाइटिङ मिलेन के कस्तो राम्रो देखिन्थ्यो झन् कस्तो ढकमक्क वा लाइटिङ बढाइदियो दामी केटाहरू चाहिँ अगाडि पुगिसक्यो रमाइलो छ साथीहरू गाइजहरू हामी चाहिँ एउटा राम्रो स्पटको खोजीमा पुरा हन्टिङ गरिरहेछौँ राम्रो स्पटको
हिँड्दा हिँड्दा हामी यस्तो ठाउँमा आइपुग्यो देख्न सक्नुहुन्छ समुद्रको बिचमा यहाँनिर के हो यो यहाँ चाहिँ जानु पाउँदैन रहेछ पारी पारी यस्तो यहाँ गएर रमाइलो गर्न पाए पो यहाँनिर कि ठ्याक्क यहाँनिर तर घर नि रहेछ यो घरभन्दा माथिको डाँडामा केटाहरू चाहिँ यता पुगिसक्यो रमाइलो चाहिँ एकदमै रमाइलो भइरहेछ तर अलिकति मजाले बसेर खान पाउने ठाउँ चाहिँ भएन यहाँ जान पाउँछ र त अनि यहाँ माथि लेखेको हुन्छ नि बोर्ड छ जाऊ त एकचोटि हो त्यहाँ जाउँ नि त ऊ ए यो सिमलले हेरेको पार्क यही त रहेछ नि ल आऊ मामा त्यो अगाडिको चौरीमा बस्ने भयो हामी चाहिँ हावा चलेर खासै राम्रो साउन्ड आएको छैन होला समुद्रको छेउमा लास्टै धेरै हावा आउने छालहरू यस्तो यहाँ सरर यहाँनिर चाहिँ घरहरू रहेछ ओह त्यहाँ बस्ने हो रहेछ गल्यो र लास्ट अल्छी छ यार मेरो मामा कस्तो अनुभव भइरहेछ त तिमीलाई एकदम चिसो भइरहेको छ जाडो भइरहेको चिसो म ज्याकेट खोलेर यहाँ ब्यागमा राखिरहेको छु त्यो पनि मलाई खासै जाडो भएको छैन एक्साइटमेन्टले गर्दा जाडो नै हराइसक्यो एकदम एक्साइटेड रमाइलो बवाल ल सेट्युन साथीहरू एकछिन भ्यू हेर्नु नि त कस्तो छ यहाँ मामा त सेटीमा भयो फेरि एउटा केटा कहाँ पुगिसकेपछि पनि त्यहाँ पुगिसक्यो त्यतै बस्ने हामी तर चखेवाको जोडी भनेर देखिन्थ्यो त्यहाँ चाहिँ दुईवटा हाँसको जोडीहरू रहेछ है साथीहरू मजाले आनन्दले बसिरहेको रहेछ शीतल ताप्दै अलिअलि त चर्को घामै छ नि त अब यतैतिर पार्कतिर भित्र बस्नु पर्ला ल नेक्स्ट चियर चाहिँ केटाहरू ट्याक्क बिचको साइडमा प्रोबेबली द बेस्ट बियर इन द वर्ल्ड अरे कार्लसबर्ग साथीहरू एकदम दामी स्पट भेटेर हामी चाहिँ चिलमा बसिरहेछौँ यहाँ मजाले जुसहरू खाँदै चिप्स खाँदै अनि यता समुद्रको भ्यू हेर्दै अनि यता हाम्रो नयाँ साथीबाट के सुनौँ न त आजको कस्तो अनुभव भइरहेछ त यस्तो रमाइलो ठाउँमा आएदेखि यस्तो रमाइलो भइरहेछ कि अलिक उता गएपछि हावा अनि बिचको मजाको भ्यू यता आएपछि न्यानो अनि पार्कको भ्यू यो नेसनल पार्क हो अरे स्ट्रान्ड पार्क नेसनल पार्क के भन्छ यति राम्रो छ कि न्यानो अनि प्लस उता चिसो जस्तो 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 जे चाहे पनि हामीलाई छँदैछ अगाडि चाहिँ यता अर्को कार्लसबर्ग जुस छ फेरि कार्लसबर्ग जुस छ चियर्स मामा चियर्स यस्तो योभन्दा के चाहियो होला त्यही एकदम आनन्दमय पिसफुल ठाउँ इन्भाइरोमेन्ट चरीहरूको चुपुक चुपुक है के भन्छ चिरबिर स्वच्छ चिसो हावा न्यानो घाम वर्षमा 12 महिनामा 3 महिना जस्तो जे भए पनि डोन्ट फर्गेट टु सब्सक्राइब सुरज राई राणा ब्लग्स ओके थ्याङ्क यू सो मच हाम्रो श्रीमान दोस्तलाई चाहिँ यो अनुहारले चाहिँ तपाईँले देखिरहनु भएकै थियो होला अनि यता हाम्रो साथीलाई पनि हाम्रो राणा ब्लग्समा एकदमै स्वागत छ सबैजनाले मिलेर फर्स्ट टाइम मामालाई रमाइलो भइरहेको होला नि त होइन एकदम रमाइलो भइरहेको छ नयाँ ठाउँ आइएको छ यही देश आएर पनि देशको यस्तो राम्रो ठाउँहरू चाहिँ आउन पाइएको थिएन हिँड्न हाम्रोमा लेडी बर्ड भन्ने किरा पनि आइसक्यो भिन्डी खाना बोडी खाना हुन्थ्यो किरालाई नेपालीमा के पो भन्छ बेड बग होइन के बग लेडी बर्ड भन्छ इङ्ग्लिसमा कति ट्यालेन्ट हो मामा त म त नेपालीमा के भन्छ मम्मीले भन्नुहुन्थ्यो बिर्सेँ मैले मलाई माया लाग्थ्यो अनि बोडी खान्छ मार भन्नुहुन्थ्यो म मारिदिन्थेँ माला मारिदिन्थ्यो मार्दिनँ थिएँ खेदाउँथेँ ए मार्दिनँ थिएँ म मार्दिनँ म त कमिला समिला आयो भने खेदाउँछु मार्दिनँ कस्तो राम्रो
म अघि देखिरहेको थिएँ यो यता घुमिरहेको थिएँ नेपालको जस्तै प्योर एकदम रमाइलो छ साथीहरू उहाँ हाँसहरू पनि खान्छ अँ। बसिरहेको छैन हामीले सारी हो यहाँनिर भाइ के हाँस तिन भाइ हामी दाजुभाइ साँच्चै भने है ट्याक्क 3 यता 3 अघि मैले भनिसकेँ तपाईँहरूलाई जुनसुकै देशमा जस्तोसुकै देशको कुनामा गए पनि मिल्ने साथीहरू नमिल्ने साथीहरू भयो भने एकदमै जिन्दगी काट्नु समय बिताउनु एकदम सजिलो हुने रहेछ एक्जाम्पल देख्न सक्नुहुन्छ यहाँ तपाईँहरू समस्या नै छ यता यस्तो छ एक्जाम्पल भन्डे Stay tuned साथीहरू डोन्ट फर्गेट टु सेयर सब्सक्राइब एन्ड कमेन्ट डाउन बिलो कस्तो हाम्रो भ्लग आजको कस्तो लाग्दैछ कमेन्ट गर्नु होला यस्तै डेली भ्लग्सहरू समर भाइब्सहरू अब आउने नै छ प्लानहरू यहाँ बन्दैछ हाम्रो युरोप टुर गर्ने छिट्टै नै हजुरहरूले युरोपभरि नभनौँ युरोपको लगभग धेरै देशहरू घुमेको भ्लगहरू देख्न सक्नुहुनेछ त्यसको लागि चाहिँ सब्सक्राइब गर्नु होला सब्सक्राइब गरेर त्यो बेल आइकनलाई चाहिँ ट्याक्क बजाइदिनु पर्ने हुन्छ है ल साथीहरू अब फाइनली हाम्रो अन्तिम चरण पनि आइसक्यो अहिले 4:30देखि 5 नै बज्न लाग्यो लगभग कति 4:48 भइसकेको छ अब हामी होलबेकलाई छोडेर यस्तो राम्रो दृश्य देख्न सक्नुहुन्छ ट्याक्क साइडमा बिच छ यस्तो राम्रो बस्ने ठाउँहरू पार्कहरू छ यस्तो ठाउँलाई छोडेर चाहिँ फाइनली हामी चाहिँ घरतिर लाग्न लागिरहेछौँ अनि हाम्रो साथीहरू यहाँ 2 जना हाम्रो श्रीमान र विवेक तिमसिना अनि 2वटा हाँस जोडीहरू पनि छन् अलिकति कस्तो भन्नु सबै तरिकाको बसे नभए पनि एकदमै रमाइलो भयो यस्तै हो साथीहरू साथी केटाहरू बसेपछि यस्तै रमाइलो तरिकाको बसाइ त भइहाल्छ अभियसली जे होस् रमाइलो भयो साथीहरू एकदमै रमाइलो भयो हजुरले पनि भ्लग हेरिदिनु भयो अन्तिमसम्म हजुरलाई धेरै धेरै धन्यवाद ल सबैजनालाई बाई बाई भनिदिनुहोस् ल भ्लगलाई इन्ड गरिदिउँ नि त बाई बाई डु लाइक गाइज आफ्नो घरतिर फोन गर्दै गर्नुहोस् आफ्नो आमा बुवालाई माया गर्नुहोस् सम्झिनुहोस् रमाइलो पनि गर्नुहोस् काम पनि गर्नुहोस् दाम पनि कमाउनुहोस् अब गुड विकेन्ड एन्ड इन्जोय थ्याङ्क यू सो मच हाम्रो मामालाई पनि थ्याङ्क यू सो मच हाम्रो राणा भ्लग्समा आइदिनु भएकोमा दुवैजनालाई धेरै धेरै धन्यवाद हाम्रो राणा भ्लग्स युट्युब फ्यामिलीलाई पनि धेरै धेरै धन्यवाद किनभने हाम्रो भ्लग यतिसम्म हेरिदिनु भयो यतिसम्म सपोर्ट गरिदिनु भयो तपाईँहरूको सपोर्टले नै हामीले अझै पनि भ्लग बनाउनेछौँ भन्ने अझै पनि भ्लग बनाउँछु भन्ने अब के भने होप हुन्छ त्यसको लागि धेरै धेरै धन्यवाद तपाईँहरूले अझै पनि सपोर्ट गर्दै गर्नुहोला यति भन्दै आजको भ्लगबाट चाहिँ अनि यो यति राम्रो दृश्य अब होलबेकलाई छोडेर चाहिँ घरतिर लाग्दैछौँ हामी पनि यति रमाइलो ठाउँ यति रमाइलो भ्लग हजुरसँगको भेटघाटबाट चाहिँ छुट्टी माग्न चाहन्छु ब्रेक भनौँ न अर्को भ्लगमा भेट्ने बाचा गर्दै चाहिँ आजको लागि चाहिँ बाई बाई भन्न चाहन्छु साथीहरू बाई बाई स्टे ट्युन स्टे हेल्दी ह्याप्पी होइन अनि सपोर्ट पनि गर्दै गर्नु होला यति भन्दै चाहिँ बाई बाई भन्न चाहन्छु सी यु इन नेक्स्ट भ्लग गाइज बाई बाई साथीहरू भ्लग त इन्ड गरिहाल्यो होइन तर तपाईँहरूले यहाँ अलिकति हाम्रो भ्लगमा चाहिँ के बियर खाने कुद्ने रमाइलो गर्ने भन्ने जस्तो लाग्यो होला तर त्यसको लागि चाहिँ हामी 3 जना क्षमा प्रार्थी छौँ एउटा कुरा के हो भने स्टुडेन्ट लाइफ जुनसुकै कन्ट्रीमा होस् एकदमै गाह्रो हुन्छ अब एकदमै गाह्रो सेड्युललाई कलेज घर काम यो सेड्युललाई मेन्टेन गर्दै फलो गर्दै चाहिँ अनि कहिलेकाहीँ टाइम मिलाएर यसरी रमाइलो गर्दाखेरि धेरै खुसी लाग्छ तपाईँहरूले पनि बुझिदिनुहुन्छ होला आई होप तपाईँहरूले बुझिसक्नु पनि भयो होला साथीहरू हामी चाहिँ घर हिँडिसकेको थियौँ घर हिँड गरेर पनि तर एउटा यस्तो राम्रो डेस्टिनेसनमा आएर
ट्याक्क अडिनु पऱ्यो के तपाईँहरूलाई देखाउनै मन लाग्यो। अघि मैले फर्स्टमा देखाएको आइल्यान्ड जस्तो घर थियो नि त्यहाँ जाँदैछौँ कि हामी। यहाँ देख्न सक्नुहुन्छ चारैतिर समुद्र छ अनि बिचको त्यो आइल्यान्ड जस्तो घरमा हामी जाँदैछौँ कि देख्न सक्नुहुन्छ। त्यहाँ अगाडि गेट छ थाहा छ हामीलाई, त्यहाँबाट उता जान सकिँदैन भनेर। त्यही पनि त्यहाँसम्म त्यो गेटसम्म चाहिँ पुगौँ एकछिन। चारैतिर समुद्र भएको रमाइलो दृश्यहरूको फिल, चिसो हावा समुद्रको फिल गर्दै चाहिँ अगाडि बढौँ भनेर ट्याक्क त्यहाँ गेटसम्म चाहिँ हिँड्दैछौँ हामी। यस्तै छ अगाडि हेर्नु होला ठ्याक्क त्यो अगाडि गेट छ नि ठ्याक्क यो अगाडि गेटसम्म मात्रै जान सक्छौँ कि हामी। त्यहाँ बन्द छ नि हेर्नु न साथीहरू त्यहाँ जाँदैछ। त्यहाँसम्म पुग्नको लागि यस्तो हाम्रो दुःख छ कि म चाहिँ त्यहाँ नपुग्दासम्म केटाहरू फर्किसक्छन् मलाई थाहा छ। किनभने त्यहाँ जानु पाइँदैन, त्यो प्राइभेट प्रपर्टी होला सायद त्यस्तै लाग्दैछ। किनभने त्यहाँ पुरा गेट बन्द नै छ। जे होस् यहाँसम्म त आउनु पाइयो, किन अनुभव लिन पाइयो। डेनमार्कभन्दा यो 60 किलोमिटरभन्दा माथि डिस्टेन्समा छ कि डेनमार्कभन्दा होइन कोपेनहेगनभन्दा हामी बस्ने कोपेनहेगनको यो होलबेक हो के 60 किलोमिटरभन्दा टाढा ठाउँमा आएर यति पनि अब एक्सपिरियन्स गर्न पाएन भने चाहिँ के फाइदा त होइन। यस्तो राम्रो भ्यूहरू छ यता देख्न सक्नुहुन्छ। अनि यहाँबाट मलाई फर्किनुपर्छ भने पक्कै थाहै 100% थाहा थियो। त्यही पनि एक्सपिरियन्स त गर्न पाउन्न। चारैतिर समुद्र छ अनि यहाँनिर यस्तो एउटा खोइ रेस्टुरेन्ट हो कि घर हो कि प्राइभेट प्रोपर्टी हो कि थाहा छैन हामीलाई। त्यहाँबाट आएको हामी चाहिँ त्यहाँ हेर्नु त त्यहाँबाट आएको हामी चाहिँ यहाँ आइपुग्यो। त्यही पनि एउटा एक्सपिरियन्स भयो, हजुरलाई देखाउन पाइयो, त्यसको लागि खुसी छु। तपाईँहरूलाई पनि रमाइलो लाग्यो होला। यति भन्दै चाहिँ बाई बाई भन्न चाहन्छु। सी यू साथीहरू, बाई बाई।